चैतको खडेरी महिना थियो। पसलमा खासै व्यापार चलेको थिएन। म आफ्नै पसलमा बसिरहेको बेला एकाएक अगाडि अनौठो दृश्य देखेँ। करिब 18-20 वर्षकी एक युवती हतारिँदै पसलमा छिरिन्। दाजु, मलाई बचाउनुहोस् भन्दै थरथर काँप्दै रोइन्। मैले बाहिर हेरेँ। 2-3 जना गुण्डा जस्ता केटाहरू उनको पछि लाग्दै आइरहेका थिए। मलाई केही डर लागे पनि त्यो युवतीको हालत देखेर म चुप बस्न सकिनँ। पसलभित्र फ्रिज राख्ने खाली कार्टुन थिए। मैले उनलाई ती कार्टुनको पछाडि लुकेर बस्न आग्रह गरेँ। केही बेरमै ती केटाहरू पसल अगाडि आए, यताउता हेरेर मसँग सोधपुछ गर्न थाले। मैले सहजताका साथ भने, त्यो केटी त उता गई जस्तो लाग्छ। त्यसपछि उनीहरू त्यतैतिर लागे। जब उनीहरू गइसके, मैले युवतीलाई बाहिर निस्कन भने। उनी निस्केपछि रुन थालिन्। मैले सोधेँ, के भएको हो बहिनी? किन तिमीलाई उनीहरूले पछ्याइरहेका थिए? तर उनले केही नभनी सुकसुकाइन्। उनलाई निकै पीडा लागेको महसुस भयो, त्यसैले म केही बेर चुप लागेँ। थोरै पछि उनले भनिन्, दाजु, के भन्नु, अब बाँचेर के फाइदा? मर्न पाए राम्रो हुन्थ्यो। यति भनेर उनी एक्कासी दौडेर सडकतिर लागिन् र गुडिरहेको गाडी अगाडि जान खोजिन्। गाडी बिस्तारै भएकाले ड्राइभरले ब्रेक लगाएर झपार्दै अघि बढ्यो। मान्छेहरू जम्मा भए र उनलाई सडकबाट बाहिर ल्याए। उनी फेरि भाग्न खोज्दै थिइन्। मैले दौडेर समातेँ र कानमा भने, हेर्नु बहिनी, मर्नु कुनै समाधान होइन। म तिमीलाई चिन्दिनँ, तर तिमी ठूलो पीडामा छेउ भन्ने बुझ्न सक्छु। यो समस्या केवल तिमीको मात्र नहुन सक्छ, तिमी जस्ता अरू पनि यस्तै पीडामा होलान्। तिमीले बाँचेर समाधान खोज्यौ भने अरूलाई पनि यसबाट बचाउन सकिन्छ। यति भनेर उनलाई शान्त पारेँ र फेरि पसलमा ल्याएँ। उनले केही भन्न खोजिरहेकी थिइन्। मैले आग्रह गरेँ, कृपया आफ्नो कुरा भन, म सुन्छु। त्यसपछि उनले रुँदै भन्न थालिन्, केही वर्ष अघि मेरो फेसबुकमा एउटा अन्जान केटाले फ्रेन्ड रिक्वेस्ट पठायो। सुरुमा वास्ता गरिनु, तर उसले निरन्तर मेसेज गर्न थाल्यो, शिष्ट, भावनात्मक अनि आकर्षक भाषामा। 10-15 दिनसम्म त मैले वास्ता गरिनँ, तर त्यसपछि मैले उत्तर दिन थालेँ। कुराकानी बढ्दै गयो। ऊ मलाई चिन्छु भन्थ्यो, म उसलाई चिन्दिनथेँ। केही समयपछि हामी भेट्यौँ। ऊ धनी घरको केटा थियो, तर घमण्डी देखिँदैनथ्यो। मलाई उसतर्फ आकर्षण बढ्दै गयो। उसले बिहे गर्ने वाचा गर्यो। हाम्रो सम्बन्ध गहिरिँदै गयो र हाम्रो त्यस्तो सम्बन्ध पनि भयो। तर केही समयपछि मेरो महिनावारी रोकियो। डरले मैले उसलाई खबर गरेँ। उसले चाँडै बिहे गर्छु भनेर आश्वासन दियो। तर समय बित्दै जाँदा ऊ टाढिँदै गयो, न भेट न कुराकानी। 7 महिना भइसक्दा पनि उसले बिहे गरेन। मलाई घरका मान्छेले थाहा पाउँछन् भने धेरै डर लागिरहेको थियो। एक दिन म जबरजस्ती उसलाई भेट्न जाँदा उसले मलाई आफ्नै जालमा पार्ने प्रयास गर्यो। उसले मलाई एउटा अपरिचित गोदाममा बोलायो। म त्यहाँ पुगेँ। ऊ भने थिएन। अन्य 3 जना थिए। मलाई डर लाग्यो। उनीहरूले मलाई भित्र आएर बस्न आग्रह गरे। मैले उसलाई फोन गरेँ, तर उसको फोन लागिरहेको थिएन र म डराउँदै भए पनि भित्र गएर बसेँ। उनीहरूलाई सोद्धा ऊ आउँदै गरेको बताए। त्यहाँ अनौठो किसिमको अजीब दुर्गन्ध आए जस्तो आभास भइरहेको थियो। त्यसैले म बाथरुम गएँ। बाथरुममा पनि खुनको जस्तो दाग देखेँ। झन् डर लाग्यो र म बाहिर आएर फेरि सोफामा बसेँ। त्यसपछि उनीहरूले मलाई झम्टिन खोजे। एकजनाले पछाडिबाट घाँटीमा डोरी लगाएर अर्कोजनाले खुट्टा समायो र मेरो ज्यान मार्ने कोसिस गरे र मैले जसोतसो त्यहाँबाट ज्यान जोगाएर भागमा सफल भएँ। ठूलो भाग्यले म बचेँ र तपाईँको पसलमा आइपुगेँ। उनको यो कुरा सुनेर म छक्क परेँ। मैले भने, तिमी गम्भीर अपराधको शिकार भएछौ बहिनी। नडराऊ, म तिमीलाई प्रहरीमा लैजान्छु। तिमी अब एक्लो छैनौ। त्यति भन्न नपाउँदै ती केटाहरू फेरि आए र ती युवतीलाई मेरो पसलबाट जबरजस्ती लिएर गए। त्यसपछि के भयो होला जान्न चाहनुहुन्छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नुहोला। साथै च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। म यो कथाको दोस्रो भाग पनि चाँडै नै लिएर आउनेछु। धन्यवाद।